नमस्कार। आज हामी इतिहासको त्यो पन्ना पल्टाउँदैछौँ जहाँ एक व्यक्तिको सपनाले छरिएर रहेका टुक्राहरूलाई जोडेर एउटै मालामा उनेको थियो। हो, आजको हाम्रो यो चर्चा पृथ्वीनारायण शाह र उनले कोरेको आधुनिक नेपालको जगको बारेमा हो। तर कथाको गहिराइमा पुग्नु अघि एउटा प्रश्नमा घोत्ल्याउन है। गोर्खा जस्तो एउटा सानो पहाडी राज्यले कसरी यति ठुलो विशाल नेपाल बनाउन सक्यो होला? हो, यही प्रश्नको जवाफमा लुकेको छ पृथ्वीनारायण शाहको पूरा कथा। ल, अब सुरु गरौँ उहाँको पहिलो परिचयबाट। एक दूरदर्शी राजकुमार। यो कुनै साधारण राजकुमारको कथा होइन, बरु एक यस्तो नेताको कथा हो जसले आफ्नो सानो राज्यको साँघुरो सिमानाभन्दा धेरै परको भविष्य देखेका थिए। यो कुरा हो सन् 1723 को गोर्खाको पहाडी राज्यमा पृथ्वीनारायण शाहको जन्म भयो। त्यो बेलाको नेपाल सोच्नुस् त आजको जस्तो थिएन। पश्चिममा 22 पूर्वमा 24 भनेर चिनिने आपसमा लडिरहने साना साना राज्यहरूमा टुक्रिएको थियो। भनिन्छ बाल्यकालदेखि नै उहाँमा त्यो एकीकरणको सपनाको बीज रोपिएको थियो। उहाँ साहसी र बुद्धिमान त हुनुहुन्थ्यो नै, तर उहाँको सबैभन्दा ठुलो शक्ति थियो दूरदर्शिता। सानै उमेरमा वरपरका राज्यहरूको राजनीतिक दाउपेच बुझ्ने उहाँको क्षमता नै पछि गएर उहाँको सबैभन्दा ठुलो हतियार बन्यो। अब हेरौँ कसरी गोर्खाको सिंहासनमा बसेर उहाँले त्यो विशाल सपनालाई साकार पार्ने यात्राको थालनी गर्नुभयो। राजा बनेपछि उहाँको लक्ष्य एकदमै स्पष्ट थियो। तर यो केवल सेना जम्मा गरेर युद्ध जित्ने मात्र थिएन, होइन। उहाँको योजना थियो गोर्खालाई सांस्कृतिक र सैनिक दुवै हिसाबले यति शक्तिशाली बनाउने कि छिमेकीहरूले सम्मान गरून् र जनताले मनैदेखि विश्वास। र अब आउँछ कथाको सबैभन्दा महत्त्वपूर्ण मोड, नेपाल एकीकरण अभियान। हो, यहीँबाट सुरु हुन्छ त्यो ऐतिहासिक यात्रा जसले यस क्षेत्रको नक्सा र भविष्य सधैँका लागि बदलिदियो। विक्रम सम्वत 1801 तिरबाट यो महाअभियानको सुरुवात भयो। एकपछि अर्को गर्दै उहाँले साना साना राज्यहरूलाई एकीकृत गर्दै लैजानुभयो। तर निर्णायक मोड तब आयो जब उहाँले काठमाडौँ उपत्यकाका 3 शक्तिशाली राज्यहरू भक्तपुर, काठमाडौँ र ललितपुरमाथि विजय हासिल गर्नुभयो। हो, यही विजयले नै त हो आधुनिक नेपालको बलियो जग बसालेको। तर सोच्नुस् त, के यो सबै तरबारको बलमा मात्र सम्भव थियो? थिएन। उहाँको सफलताको रहस्य तरबार मात्र थिएन। उहाँले चलाखीपूर्ण कूटनीति अपनाउनुभयो, छिमेकी राज्यहरूसँग वैवाहिक सम्बन्ध जोड्नुभयो र सबैभन्दा महत्त्वपूर्ण कुरा साधारण जनताको मन जित्नुभयो। उहाँको यो बहुआयामिक रणनीति नै सफलताको साँचो थियो। एकीकरण त भयो, तर त्यसपछि के? अब उहाँको भूमिका फरियो। उहाँ एक विजेता मात्र रहनु भएन, अब उहाँ एक राष्ट्र निर्माता बन्नुभयो र आफ्नो अनुभवबाट आउने पुस्तालाई मार्गदर्शन गर्न महत्त्वपूर्ण सन्देशहरू दिनुभयो। उहाँको एउटा भनाइ त आज पनि हामी सबैले सम्झिन्छौँ, होइन त? नेपाल दुई ढुङ्गा बीचको तरुल हो। यो सुन्दा जति सरल लाग्छ नि, यसको अर्थ त्यति नै गहिरो छ। यसबाट उहाँले नेपालको भूराजनीतिक अवस्थालाई चित्रण गर्दै उत्तर र दक्षिणका शक्तिशाली छिमेकीहरूबाट सधैँ सचेत रहनुपर्ने चेतावनी दिनुभएको थियो। उहाँको राष्ट्रिय दृष्टिकोण एकदमै प्रष्ट थियो। पहिलो कुरा, बाहिरी हस्तक्षेपबाट देशलाई जोगाउने। दोस्रो, देशभित्रै कलह र अस्थिरता हुन नदिने। अनि देशभक्ति र एकताको भावना जगाउँदै आत्मनिर्भरतामा जोड दिने। यी सबैको केन्द्रमा एउटै कुरा थियो, राष्ट्रिय एकता र स्वाभिमान। त्यसो भए उहाँको यो योगदानलाई इतिहासले कसरी सम्झन्छ त? उहाँको काम एक राजाको रूपमा मात्र होइन, एक राष्ट्र निर्माताको रूपमा अमर रह्यो। पृथ्वीनारायण शाहले जुन एकीकृत र स्थिर राष्ट्रको जग बसाल्नु भयो नि, त्यो उहाँको निधनपछि पनि दशकौँसम्म टिकिरह्यो। आज हामीले देखिरहेको नेपालको भौगोलिक र राजनीतिक स्वरूपलाई आकार दिने श्रेय उहाँकै दूरदर्शिता र रणनीतिलाई जान्छ। राष्ट्रिय नायक भनेको को हो त? खासमा त्यो व्यक्ति जसले आफ्नो राष्ट्रको निर्माण र सुरक्षामा अतुलनीय योगदान पुर्याउँछ। हो, यही कारणले गर्दा पृथ्वीनारायण शाहलाई नेपाली इतिहासमा एक महान राजा र राष्ट्रिय नायकको रूपमा सम्मानका साथ स्मरण गरिन्छ। र आजको लागि यो विश्लेषणलाई एउटा अन्तिम प्रश्नका साथ बिट मारौँ। के पृथ्वीनारायण शाहले शताब्दीौँ अघि दिएका सन्देशहरू र उहाँको त्यो दूरदर्शिता आजको यो बदलिँदो विश्वमा हाम्रो नेपालका लागि अझै पनि उत्तिकै सान्दर्भिक छन् त?
यो प्रश्नमा विचार गर्न लायक छ।